हामी चाहिँ जाँदैछौँ है। हेलो हामी कता जाँदैछौँ मिस? टोपढुङ्गा मिस। हामी चाहिँ बाटो लागिसकेको छौँ। आज हामी 8 जना छौँ। 8 जना 2 जना आइपुग्नु भएको छैन। हामी चाहिँ बाटो लागिसक्यौँ। हेलो हामी चाहिँ हाम्रो भवनमा पुगिसकेको छौँ। मेरो साथीहरू चाहिँ यता हुनुहुन्छ। देख्दै हुनुहुन्छ कि हुनुहुन्न? ल हामी चाहिँ फेरि पनि बाटो लाग्यौँ है साथीहरू। साउनेबाट सिधै अब सेरे खोला। हामी कहाँ जानु लागेको हो साथीहरू? हामी चिचिरे खाँदै हिँड्दैछौँ म। बिहान बिहानै खाली पेटमा चिचिरे। त्यो भिड पकेर मेरो सेरे खोलाको पुलदेखि नि यता जाइसक्यौँ। अब हाम्रो बाटो चाहिँ यता रहेको छ। साथीहरू हामी चाहिँ एउटा खतरनाक पहाड चढिसकेको छौँ र हामी यहाँ आएर बिसाइरहेको छौँ। कति चाहिँ तलै हुनुहुन्छ। यता हाम्रो योगिता मिस। हेलो साथीहरू गनेर हैरान। यता अविन सरले प्याक गर्नु हुँदैछ झोला सामान। यता शिव भाइ आइन। शिव भाइ आउनुहुन्छ? के पो त्यो भाँच्यो हो? ला खत्म। बाय बाय टाटा गुड बाय गया। साथीहरू बर्बादै भयो। क्यामेरा उयो स्ट्यान्डको उयो नै भाँच्यो। अब आउँदा उत्तरपट्टिबाट आउनुपर्छ। साथीहरू यहाँ चाहिँ बाटो एकदम नाजुक छ। यहाँदेखि झऱ्यो भने चाहिँ यहाँ तल पुगिन्छ। साथीहरू यत्रो सङ्घर्षपछि पिरे डाँडा आइपुग्यो। यता हाम्रो नाना हुनुहुन्छ। कस्तो हुँदैछ नाना हाइकिङ? थकित्तै भयो। कस्तो हुँदैछ विद्या? बोल्नु सक्नु भएको छैन। हेलो कस्तो हुँदैछ हाइकिङ? आइन तपाईँको यहाँ आउने ड्रिम थियो होइन? कस्तो हुँदैछ अहिले? राम्रो। ड्रिम गर्ल चाहिँ को हौ? ड्रिमको बोय हो नि के को गर्ल? भोक लागेर कोही मान्छेहरू तितिरी खानु हुँदैछ। यता मिस तपाईँको जर्नी चाहिँ कहाँ हो? कोरियासम्म हो? कोरियादेखि खाना आएको छ है? आना हँसियो। ल चढ्नु डाँडा। खाजा कस्तो हुँदैछ सर? एकदम बबाल मिस। र खाजा कस्तो हुँदैछ मिसहरू? मिठो मिठो मिठो। हामी चाहिँ खाजा खाँदैछौँ है गाइज। यता चाहिँ हाम्रो शिव भाइ हुनुहुन्छ। साथीहरू हामीले चाहिँ खाजा खाइसक्यौँ र अब भने फेरि हामी तोप डाँडाको लागि अगाडि बढ्दैछौँ। हामी अब तोप डाँडा पुगेर फेरि
खाजा साजा खाएर फेरि अगाडि बढ्दैछौँ घरतिर। एनर्जी आयो विद्या? आएन खाजा खाएर? हेदी बान्न। हेलो हेलो गाइजहरू, अगाडि बढौँ। यही कहे गरम त तितिरी खाँदै अगाडि बढ्दैछु। दिलदाना हाम्रो रक मिस रियाउ हाइकर त उहाँलाई पो देखिरहेछ त। यो यो जोसमा हो जस घुम्नु खतरा नाच्यो है। हाम्रो डेस्टिनेसन आइपुग्न लागेको छ साथीहरू। हामी चाहिँ फाइनल्ली साथीहरू आइपुग्यो है मिस? आइपुग्यो साथीहरू, आइपुग्यो। नेपाल हामी चाहिँ तोपथुङ्गा आइसक्यौँ। तोपथुङ्गाको झन्डा चाहिँ ढलिसकेको छ हामी आउनुभन्दा अगाडि नै। तर हामी चाहिँ पहिलाको भन्दा धेरै विकास त भएको रहेछ, तर यहाँ चाहिँ भएको रहेन, तल तल चाहिँ भएको रहेछ। हेलो साथीहरू, हाम्रो खाजा है चटपटे यता आइनाको चटपटे, यता हाम्रो चटपटे। कसो भएछ चटपटे? चटपटे एकदम नम्बर 1 बनाउनु भएको छ हो। तपाईँले धेरै धेरै धन्यवाद। आफ्नो तरिकाको चटपटे खाए है। पछाडि अर्कै यता भुजा नखाने चटपटे एकजनाको खै के मसला नखाने। हामीले सबै खानेमा पर्यो गाइजहरू क्या खाएर। बिचरा के अहिले चाहिँ हामी फर्किने क्रममा छौँ। पुरै थाकेर खुट्टाहरू दुखेर अनि हामी बिस्तारो झर्ने क्रममा छौँ। उता हाम्रो भाइ हुनुहुन्छ अनि हाम्रो वफादार शेरहरू 3वटा, माथि एउटा त्यो आउँदैछ। हामी जाँदैछौँ है त। अहिले झर्ने क्रममा छौँ हामी। वी होप सबैको ट्रिप राम्रै भयो। हेलो
साथीहरू हामी चाहिँ अब चाहिँ घर लागेको। आज हामीलाई लास्टै राति पर्छ जस्तै छ है। अनि अब के गर्नु, अलि राम्रो ठाउँ भएपछि फोटो खिच्नु मन लाग्छ, ढिलो भइहाल्छ। अब हामी एकैचोटि यहीँदेखि नै बाई भन्नुपर्छ जस्तो लाग्दैछ मलाई, किनकि भरे हामीलाई एकदम राति हुनेछ। त्यसैले बाई बाई। मेरो साथीहरू चाहिँ तल पुगिसक्नु भयो, कोही माथि आउनु हुँदैछ, त्यही भएर साथीहरू घर फर्किने क्रममा हामीले बाटो अलिकति बिर्सिएर यस्तो बिजोग भइरहेको अवस्था। ऊ माथि भाँचेर झरेछ नि, उयो रुख भाँचेछ नि त।